चर्छु बनाउनु है भोलि कहिले हुन्छ भोलि ए पर्सि त्यतै राख्न पर्दैन यसरी मेरोबाट फ्ल्यासलाइट बाल्दिन्छ सबैबाट बाल्दा नि हुन्छ होइन फ्ल्यासलाइट बाल्नु पर्ने रहेछ कि नत्र हुँदैन आइफोन जस्तै हो कि घाममा मात्र राम्रो अँधारामा त केही पनि देख्दैन कस्तो आयो राख्न पुनमको नि पुनमको नि यहाँ राखेको यहीँबाट राम्रो देख्छ होला ए बिरान्छ राति भयो हेरेर क्लियर हान्दा नि ल यसो गर न त्यहाँ क्यामेरा लाग्थ्यो देख्दैन यसरी चाहिँ राखिदिन्छु म है सही सही ल लाइट छैन मैले चाहिँ आज चाहिँ कति दिन पछाडि भात लगाएको मिला कति दिन पछाडि भात लगाएको तिमी अझै होइन मलाई अब दिदी भिनाजु साथीहरू दिदीको साथीहरू आउने लाइट देखाइदियो न मलाई के थाहा त यसको घरको लाइट के होला हेर्नु मैले चुरो तानेर हेरेर बोक्थेँ होइन यता छोडेर पूर्णिमा अघि बोले धेरै यसो चेन्ज भएको जस्तो लाग्यो फेरि दाइ अलिक बोला पहिला बोल्दैन जस्तो लाग्थ्यो होइन अहिले त बुझ्नु भयो त पूर्णिमा बोल्नु परेन कस्तो नानीहरू त फेरि नबोल्यो भने त कस्तो छुट्टी खरोस सिस्टर रहेछ भन्छ नि बोल्नु सिस्टर अब भने बच्चाहरू सानो सानो आयो भने तिमीलाई सिस्टरले अहिले त्यहाँ दिदीले घोजिदिन्छ घोजिदिन्छ है बच्चा भाइ भाइ आफूलाई चाहिँ बच्चा मन पर्यो आऊ आऊ भन्छ बहिनी त्यो बहिनी तर्सेर भाइ भाइ गर्छ माग लाएर गर्छ है सिस्टर हो त दिदी भनिदिन्छ मैले पनि के भयो दाइ भने होइन एउटा खलासीले त मलाई सिस्टरहरू त झर्ने ठाउँ आयो नि ल्याएपछि बोलाएर बस्छ त्यहाँ दिदी तपाईँको झर्ने ठाउँ अङ्कल कति भयो पैसा भन्यो म त दिदी भन्दैन म त्यसलाई अङ्कल ठुल्दिन्छु सिधै दाइ सही केही पनि होइन अङ्कल इज सेटिस्फाइड हो अनि कस्तो दुईजना एकछिन दुईजनै मिल्दैन जना अस्ति म होइन काभ्रे गएको होइन यतिको फरेर प्लिज त्यहाँबाट धुलीखे लायो होइन धुलीखे त्यस्तो फ्री मान्छे है टक्क बहिनीलाई राइडमा लानु छैन मैले तिमी आएको भनेर अस्ति भयो थाहा भयो पुनमले भनेर कस्तो ठग्छ मलाई सारीमा छैन न अनलाइन गर्नुपर्छ नि त 300 गरिदिन्छ नि इनड्राइभ अनलाइन हो त्यो पनि इनड्राइभ गर्नुपर्छ नि इनड्राइभ पठाउ चढ्ने होइन कि इनड्राइभ कि इनड्राइभ नै हो इनड्राइभ टुटल के हो टुटल भनेको झन् सस्तो छ हेर न के भनेको मैले 5 डगरा काम गर्छु कि पठाउ इनड्राइभ टुटल छैन गरेको सहारा अनि एङ्ग्रो भन्ने राखेको छ भन्दै थाहा छैन बढ्ने भने त्यो तपाईँले भने अनि तपाईँले भने कि बढ्ने अनि कसरी थाहा पोस्ट हालेर थाहा भयो होला ए टिकटकबाट हेरेर थाहा भयो होला उता फेसबुक पनि हालेन ल ल अब यहाँ के काट्नु लाग्यो कसरी देखाइदिउँ न पुनः मेरो पनि एङ्गल मिलाएर राख्थ्यौँ न मलाई यहाँ पनि छ भाइको अनुहार देखाएर के हो बत्ती भिडियो चाहिँ त्यहाँ त्यो क्यामेरा मेरो मोबाइलले गर्नु नि त पुरानो भिडियो क्यामेराबाट गर्ने हो क्या ए कहाँबाट गुगलबाट के युट्युबबाट पूर्णिमाबाट यहाँ बत्ती नि भयो मम्मीले देखिरहनु भयो के भिडियो कलमै हो मैले गीत बजाउँदै क्या
कसबाट सिक्यो भन्दै त्यो खोलिने 1 घण्टा लाग्छ नेट नभएको मान्छे जन्मिरहेको त नेट भएको मान्छे जन्मिरहेको नेटै त्यो मोबाइल ह्याङ हुन्छ कि अर्को नयाँ मात्रै हो होइन नयाँ कहाँ राखेको छ त्यो वाइफाई खोलेपछि त्यो फोनै हो एउटा मोबाइल यहाँ छ कस्तो हो यो त फिजिकल गेम है ब्रो बिग्रिने मोबाइल छ त्यो मिरन भन्छ गाह्रो नि Happy birthday to you. Fun भनेको पनि अब जाने एउटा झुटझुटलाई चाहिँ दिँदैन थ्याङ्क यू फुफु गर्न निमाउ एकसाथै निमाउनु पर्छ Happy birthday dear Milan अबिरहरू छैन होला है टिका लगाइदिनु हुन्छ कि छैन होइन पियर एउटा प्रिय एउटा थ्याङ्क यू निमाउनु पर्छ निमानु भन्दा नराम्रै गाई योबाट बोलेको थियो भन्दैछ तपाईँ चाहिँ गाली हामी दिनु लाउने अब डल्लो चाहिँ अलिकति त के गर रे डल्लो चाहिँ अलिकति ए कहाँ छ र बत्ती दियो त बालेन बत्ती चाहिँ बान्नु कस्तो गाएको भन्छ यार त्यो नाम काट आउँछ नाम मेटाउनु नाम यस्तो गर कस्तो यस्तो होइन मेटाउने यस्तो टाइपको आउँछ यस्तो मेटाउने कि नाम भस्म नाम काट्नु हुँदैन ल फेरि बर्थडे भन है Happy birthday to you. Happy birthday to you. Happy birthday dear Milan. Happy birthday. मुखमा आउनुपर्छ खानु वाह बहन भाइ का माया हैप्पी बर्थडे बहन भाइ का माया हैन उनीहरुलाई खुवाउनु पर्छ न भेनाजुलाई हैन उता देऊ हेर्ला खाउन वाह कस्तो के काट्न आयो नि अब एउटा उयसमा हाल्दैन एउटा कतिवटा छैन जान्दै यसमा हाल्नु दिदी भयो नि थ्यांक यू यसमा हाल्नु ल सँग काट्नु भयो लाइ त्यो माथि त चक्लेट जस्तो आमा यसले त पन्ना बिगार्यो नि त अब के कहाँ हो यो त्यो तन्दा त धुलो धोइ अब धुइदिन्छु है भन्नु त्यो चेरिना धोइ यस्तो फोटो ए यसलाई केक नदल्ने नि गर्दैन अनि खोइ भिना यो मालिक गर्दैन ले दिदी किन चम्किने मम्मा भन्दै राम्रो यस्तो उपद्रो काम त मैले गर्ने लन्टीका लाग्ने टिका लाग्यो दसैँ भिलायो त मलाई त रुक क्याट पो बनाइदिरा त भएन के त यो के झोलाम बुझ्दै मैले के झोलाम बुझ्दै मैले बुझ्नु नि त्यो झोला फेरि जतिले झोलामै भाषा नि हो कि आज केटीहरू ल तपाईँ खायो ल ओ माय गॉड बिग्रिहाल्यो म चाहिँ किन मान्छे भयो जस्तो यति धेरै केक काटेर नकाट्दा नि हुन्थ्यो होइन काट्दै खाँदा हुन्थ्यो नि उता लाग्यो टी-शर्ट लाग्यो ए कहाँ लान्छ किन धुनुपर्छ ल उता लाग्यो मुसा गराएको पानी होला हौ मिनाले एउटा फोटो खिच्दै होला मिरा केबाट किन काट्नु भएको चुकेर किन यति धेरै च्यात्या तिमी चाहिँ 4 वटा 5 वटा मात्र च्यात्या न यत्रो यत्रो म त्यत्रै मात्रै उसले मान्छे धेरै भएर सम्झ्यो होला नि त होस्टेल सम्झ्यो क्या आफ्नो होस्टेलको त अझै त्यो हेर्छु नि त अलि धेरै लगाइदियो भित्र आम्मा कति हो त्यो ओइ झर्यो यता हेर न यता
दादा पन्ना बिग्रियो के मलाई पूर्णिमा ल्याउ न पूर्णिमा ल ल हे प्रभु हे चला ए पुनमी तन्ना निकाल्दै हुनु के हुँदैन के तनाले पनि यसलाई बिचरा धुनलाई यहाँ ए त्यो हो धुन त धुन्छ तपाईँ सल छैन क्या ए मैले झन् कस्तो भात काटेर चाहिँ काट्छ आएन हौ मलाई भात त काट्छ दाइ भात मुडा खान्छ हैन पुनमी काटे हो कि ल पुनमी दे किन पारा लगो छुट्टी खाऊ पुनमी ए मजाले खाऊ अब म यत्रो केक खादिनँ नि थाहा छ तपाईँलाई ल तिमीलाई थाहा भयो ए मिलाउनलाई दिउँ न आमै मलाई बर्थडे महिलमा खाँदा नि हुन्छ क्या बर्थ खाने चाहिँ हो नि चक्लेट सबै हाल्दै चक्लेट अफ कोर्स नाइ त मिलाउनलाई तर ल्याउनु चाहिँ धेरै मिठो लाग्दैन किन ओइ अमन के हो यार भात थपेर तुतु हप्दोलो भन्छ त म नै खाने आके कहाँ बसेर बोला ह मिठो रहेछ है देख्दै हजुरले केक खोज्दैन भने टेन्सन चाहिँ मलाई नखले यतै बस्ने के हुँदैन अस्ति त यहाँ हामी साइडमा पढ्दै थिएँ है एउटा मासु भात खाना बोलाएर कामबाट आउनु आउनु बाबु अस्ति नै भने होइन ए उता चाहिँ हो कि यहाँ होइन नि त उता उतापट्टि हो यहाँ त होइन त्यो भने बोल न त बस्नु न त्यो तिमीलाई बस्नु नि ए तपाईँ चाहिँ उहाँ बसेर बस्नु नि दिदी म बस्छु बस्नु त्यो ढोका चाहिँ लाउनु न तिनीहरू ग्रुप हो नि त ग्रुपै हुन्छ क्लाइन्ट सबैजना 10-12 जना साइड पुऱ्याउँछ नि त कुलीमा पुगेन नि काहिले खान्छ नि ओहो भ्लग भ्लग पनि त्यो त बिचमै हाल्छ नि त दुईजना आइरहेको भ्लग हाल्यो यो ए घरसम्म भ्लग हाल्नु प्लिज अन्ना खानु म त के हो पुरै यस्तो चाहिँ खाइरहेको छु बेचेत हुन्छ नि यस्तो म त निन्दमा उठाएर ल्याएको गाई अब यस्तो है कुनै क्लिप छ भने यस्तो काटेर हालिदिन्छ नि दाइले प्लिज नहाल्नु ल यो प्लिज म आई रिक्वेस्टिङ क्या हार्डली मिलेन हाल्नु बाहिर हाल्नु नहाल्नु बाहिर हाल्नु बाहिर म बाहिर गयो भने नराम्रो हो नि त्यो भन्ने थाहा छैन नस दिदीले केक खाँदै भनेर नो प्लिज ओभर द मम्मी बोल दे त पनि कुनालाई दिनु हेर न ए पुनम दिदीलाई नमस्ते आन्टी हजुर सन्चै हुनुहुन्छ छैन नि मसँग तपाईँको नम्बरै छैन प्याट हान्छ मलाई कसले हाल्यो त्यो बसमा
खाना खानुभयो हजुर सन्चै छु हामी खाना खाएको चम्किलो प्लिज म त यति नै खाँदा जङ्गलो हालेर मार्नु 15 मिनट भयो 20 मिनट भइसक्यो 25 मिनट भइसक्यो अहिले फुवाजरी मलाई गाडी गरेर हुन्छ म त केही जान्दिनँ म त कुनै भिडियो गर्दिन्छु हैन आमा मैले हो न मैले हो हैन मलाई यो त दम पर्दैन ब्लगमा आउँछ हुन्छ हैन के को खै लाइटर के गर्दै हुनुहुन्छ एक्लै बिसाल चाहिँ त अनि ए खालिदिनु ठिक थोरै थोरै ल हुन्छ मलाई त्यहाँ हाल्छ अब यहाँ आएर त छुइ चाहियो के गर्नु केही हुँदैन आफ्नै गाउँनी हामीले त खाना खाएर आइसकेको थियो अब सुतिसकेको मान्छे जुरुक्क उठेर हिँड्ने म फेरि सङ्गीता दिइहाल्नु भएछ अनि हजुर थोरै थोरै धेरै हाल्नु ल हामीले त खाएको क्या यति हाल्नु यति थोरै खानै नबना भने चाहिँ कसरी कसम भनेको फुपूले यतापट्टि थोरै बनाउनु भएको छ त्यही पनि अब ढिला हुन्छ नजाऊ भनेर खाएन उहाँको कसरी हजुर मार्नुहुन्छ 15 मिनटमै फर्किन्छौँ हामी एकछिनपछि भनेर आएको गएर मार्छ नजिक त नजिकै हो त्यही नै गाडी त खान्छौँ हामी प्लिज अङ्कजी प्लिज मलाई नहाल्नु म खाँदिनँ मैले अहिले भन्छ कि म अर्डर मैले दिदी मैले एकै ठाउँमा हाल्दिन्छु एकै ठाउँमा हालिदिन्छु ए अँ हामी त झन्सँग हाल्नु हुँदैन हुँदैन अबदेखि नखाऊ छुट्टिन्छ कसले भने म र सोनिया त झन्सँग कति मिठो अचार बनाएर छ भाइले मिनाजीले बनाएको सबै आएको थियो कि थोरै हालेर यति ए होइन म छुट्टै हालिदिन्छु त्यहाँ हेर्नु न सोनिया दिदी यो बत्ती चाहिँ के हालेको यार ब्लग बन्दैछ ए भिडियो बनाउँदै रहेछ कहाँ के गर्छन् अनि त्यही क्लिप काटेर हालिदिन्छ अब फनी लागेको छ अरे मिसको काटेर निन्द्रमा भ्लग एडिट गरेको होइन एउटा क्लिप नै काट्न बिर्सेछ कि त्यहीसँग अपलोड भइरहेछ भने तिमीले त अस्ति नै मेरो 4-5 मिनटको आज मेरो बर्थडे यो चाहिँ भाइरल हुन्छ मिनाजीलाई भ्युज त चाहिएको अनि हैन फर्स्टमा यही राखिदिँदै अब आज मेरो बर्थडे अझ हामीले केक चाहिँ सरप्राइज गरेर ल्याउन पाएन क्या म त्यति ओए गिफ्ट त दिएन त बेला नआयो हामी जानै पाउँदैन त पानी तिमीले नदिए गिफ्ट हेर त कुन्नीमा तिम्रो पछाडि यहाँ पछाडि छ Is this कति दाल पकाएको त्यसले धेरै हुन्छ अब मन परेको परेन कलर नत्र स्टार्ट reaction do यहाँ आएर reaction बर्थडे गिफ्ट अनएक्सपेक्टेड ज्याकेट राम्रो छ कलर मलाई भिडियो ब्ल्याक राइडिङ लाले समथिङ नत्र ब्ल्याक सार्टै त्यहाँ गयो मलाई चाहिँ यसलाई ब्लू सँगै थियो डाँडो छैन हो यो घरमा डाँडो छैन किन डाँडो छैन कति भन्नु त टाढो छैन अरे यहाँ नि मैले ज्वाइँ बनाएर खानु मम्मी मम्मी मन बोलिरहनु भाइ मैले यहाँ आएर ज्वाइँ बनाएर खानु दिनुपर्छ कि पर्दैन खोइ के भन्नु
अलि छोटो भयो क्या खै मैले नि बुझ्दिनँ दिदी आउँछ छोटो भयो यार मैले यहाँ आएर ज्वाइँ जसरी खाना दिनुपर्छ चम्चाले हो ए देखाइदेऊ रे के यहाँ मासु छ यो दाल भात अचार किन छुट्टै हामीलाई के ठाउँमा हाल्दै गयो नि सुन्नलाई म त खान्न भने होइन मैले खाना भर्खर खानै खाएको म नखाने म एउटा मात्रै खानु न हामी एउटा मात्र खान्छु ल भयो के भन्नु बुझ्न मैले के भने मम्मी के अरे सुनि मैले सुने के भन्नु रे मैले मेरो एन्सर दिए हाल ढिला आइरहेको रिप्लाई भन्दा के ठाउँमा हाल्दै के हो दाल यहाँ त मैले चाहिँ के गर्नु सर उनी कति ठुलो भात बनाएछ नि खोइ कुनै बेला मासु खाइदिनु न त है मिलन यसले त खाना चाहिँ मिठो बनाएको मिठो मिलन भिनाजले के त खाना कल गरे मम्मीलाई म जबरजस्ती खाइरहेको मलाई चम्ची ल्यान्छु तर मैले पकाएर मिठो हालेँ म पानी हजुर दिदी एउटै हजुरलाई कतिचोटि मिच्छ भने होला कि नुन राखे सबैतिर पुनम यसले मासु चाहिँ मिठो बनाएको लाग्यो सुँगुरको भनेर प्लेनाइजिङ मनलाई Have you seen my cook there and अभी खेल अनि मलाई त त्यस्तोमा किन पर्दैन कहाँ छ पानी त्यो जगमा लिनु न ए बाल्टीको मम्मीले आज खानै खाँदैन एक्लै भयो नि खाना बनाएर खाँदैन रहेछ न अब यो मम्मीले एकछिन नगरेर तपाईँहरू म चाहिँ के गर्नु अब बिहान नि नखाएर अहिले नै कोर छ त मिलन पानीको यहाँ देखिको चाहिँ होला सबै खान पाएन खान थाहा भयो यो पनि छ त बाल्टीमा पानी गऱ्यो पानी गयो मलाई म एकचोटि काटेर खोल्नु मिठो भयो नि क्या हामी अघि भएन खाएर आउँथ्यो
छिटो गए त कमै पानी गर्नु है खानु कुन दुकान गरे हो यो सुरु भिडियो चाहिँ हाल्नु सिक्दैन सबै हेरेर हुन्छ र मैले खुसी लाग्यो मैले यस्तो गरेको थियो मैले यतिकै भिडाइदिएको थिएँ मलाई के नपाउँदो अब साँच्चै के जस्तो म त अब भने म त पास दिनु जस्तो लागिरहेको पास दिनु कि हाम्रो राम्रो हेर त्यसमा ताजा दिनु काँटे खाने मान्छेलाई के ज्याकेट मात्र लाउँछ मलाई नाच्नु नआउने मेरो पैसा काटिदिन्छ रातो दाल मलाई त यस्तो भयो भने नि म बल्ल बल्ल खाइरहेको तिमीहरूलाई मैले मन खाना खोइ बिहा भन्नु उनीहरू झन् खाने गए हातमा खाना खायो खाना अब कुकिङ गर्छ यति ढिलो कहाँ जाने भनेर नि बाजुले मारे अरू त मासु ल्याइदिनु मेरो के भन्नु मकान गयो न अब पानी बढ्यो भयो अघि नाच्छ न बोल्नै मन छ मिलाउनै बनाउनु तपाईँ फोन उठाएन भन्छ नि यहाँ दुवैजनाले फोन गरेन है फोन आउँछ अरे अनि फोन आइडी थालिन्छ अरे अनि अहिले गरौँला भने फेरि अर्को मान्छे आउँछ बोक्छ घरमा आउँदा बिग्रिन्छ दुइटै हो त्यो कुरा कति गरम हुन्छ बर्खा गर्दा उसले तिमीलाई सादा जानु मेरो 20-25 जना एक ठाउँ हुँदैन नि त अहिले गुलाल हुन्छ कहीँ घुम्दा हुन्छ मान्छे आउनु पर्छ मलाई लाग्छ दिनु हो तपाईँले खाना खानु भएन बिचरा मैले बनाइदिएको थिएँ दुईवटा पकेट भएपछि भने त्यो चाहिँ पुरा खोजिदिरहेको मैले यसरी बनाइदिरहेको खाना बनाएर खानु आउनु छैन मैले फोन त त्यो भुस मेरो फोन त पकाउन आउँदैन त्यो पकाउन आउनु मैले त्यही ल्याउनु विचार गर्दिनँ अनि अलि भित्र बसेर होला नि यो ठुलो भएर अड्केर अरू खाने मजा हजुर तपाईँले खाने माटो होला ए यिनीहरूलाई पुर्याइदिनु पर्ने उनीहरूको बाजुले पुऱ्याएर मलाई लड्यो है एकछिन आलु खानु दुईटा मात्रै यत्रो अब एक्सर्साइज पनि गर्न नसक्ने भइसक्यो मलाई पुरै निन्दा लागिरहेको छ खाना घुम्न ग्राउन्डै लाग्यो हामीले
त्यो जान्छ होला जाँदा भोलि के हो तिमी चाहिँ कस्तो अलिक पाउन सक्छ ऊ त्यो च्याप्ने बेला हो त यादै भएन त्यसमा नै लाग्दो रहेछ हजुर ट्राफिकमा लाग्यो कहाँ आउनु होइन हौ मैले त्यसको मेसेज गरेको नि त मैले बर्थडे उस गरेको देखेर थाहा पाएको होला नि म बर्थडे मान्छे त थाहा पनि मैले खानासँग बनाउनु हामी आफूले बनाउँछ खाता लिएर आउँदैछ है अनि पानी परेको भन्नु आयो यति पानी परेको हामी बाउले मार्छ त्यही भएर परेर बाबालाई चाहिँ अघि नै भइसक्यो भनेर आएछ बाबालाई धेरै कुरा मनमै पराउनु मलाई सिट त आउँदैन मलाई सिट ढिलै गर्न सक्दैन किनभने त्यहाँ खाँदा मलाई भगवान्ले पानी कति बेला रुच्छ अब कति कति दिनमा माथि अब भएन नि अब
किन हाल्नु गीत ला होला है अगाडि फोन म त भन्न सक्दिनँ कि मसँग सिमर नम्बर छ मलाई थाहा छैन त्यो कुरालाई कस्तो खुसी छ हौ 300 अर्को छ अर्को एउटा अफिस सबैजना लडाउँ हामीलाई एउटा पुस्तक बेच्न राखेर आयो कम्पनी केमा हाल्नु दिदी अब एकछिन यो झोलामा अब त्यो झोलामा अलि ठुलो खालको मिलनको बर्थडे त खत्रै भयो क्या आज त्यो भन्दा अनि यो पानीले डिस्टर्ब गरेँ कि कस्तो पानी परेको राखेर लगाउनु दिँदैन पानी नपऱ्यो है हामी अघि नै आउँछ अहिले हतारमा पानी दिएर यो भयो अर्को साइडमा के सारा खानुको लागि मिलन ट्र्याकमा के सारा ल फाइनल्ली गाइज होइन हामीहरू चाहिँ अब प्याक भइसकेको छौँ अब यता छ होला तपाईँहरूलाई